चाहिँ माइती घर मण्डल है यहाँ चाहिँ 4 जना शहीद भएको मान्छे रहेछ त्यसको लागि चाहिँ यहाँ अब बसिरहन् मान्छे यहाँदेखि देख्न सक्नुहुन्छ यहाँदेखि तलैसम्म हो यहाँ चाहिँ पालमा बस्या यहाँ चाहिँ अब अलि अब खाटसाट लिएर बस्यान् यहाँ चाहिँ अनि यहाँ चाहिँ टेन्टहरू लगाएर बस्छन् हरेक सबै आन्दोलन चाहिँ यहीँदेखि सुरु हुन्छ यहाँ चाहिँ लास्ट पनि हुँदै भएछ यहाँ चाहिँ भइरहेको छ यहाँबाट अनि त्यसपछि यहाँ चाहिँ गीत बजाउँदै बसेको छ तर पत्रकार छ ए यहाँ चाहिँ पत्रकारज्यूहरू हुनुहुन्छ एकजना उठाउने अनि गर्ने काम हुने हाम्रो भाइरल पथन मान्छे भन्नुपर्ने अभिभावक बिना न त घर चल्छ न समाज चल्छ न राष्ट्र यही भएर अभिभावक बिनाले राति हुनुपर्छ क्या यो राजाले सिङ्गो नेपाललाई सिङ्गो राष्ट्रलाई चाहिँ घर सक्नुहुन्छ सिङ्गो परिवारलाई बढी पाएर सत्तामा जानु ठुलो कुरा कि जनताको आँसु पुस्नु ठुलो कुरा जनताको मनोभावना बुझ्नु ठुलो कुरा जनताका खुसीसँग जनताका दुःखसँग जनताका पीडासँग रमाउनु ठुलो कुरा यिनीहरूलाई समाधान गर्नु ठुलो कुरा के ठुलो कुरा हो मत ठुलो कुरा हो चुनाव ठुलो कुरा हो यो के अरे यो तिहाई भन्ने ठुलो कुरा हो पहिला त हुनु पर्यो जनतामा गएर आँसु पुस्न सक्नु मसिनो लागिरहेछ यो चाहिँ हाम्रो आन्दोलन हुने ठाउँ है माइती घर मण्डल भन्छ यहाँ चाहिँ मजा हाँस्य आउनु त्यो नाम चाहिँ थाहा भएन जस आन्दोलन चाहिँ हुन्छ त्यस्तै आन्दोलन हुन्छ पत्रकार आउने एकजना इन्टरभ्यू लाग्ने अनि त्यसपछि अनि बेलुका फेरि भाइरल कहिले पाउँछ हो क्या